नवलपुर जिल्लामा ट्राफिक प्रहरी कार्यालय नवलपुरको आयोजनामा आइतबारदेखि ट्राफिक सप्ताह सुरु भएको छ। ट्राफिक सप्ताहको आइतबार नवलपुरका प्रमुख जिल्ला अधिकारी भविश्वर पाण्डेले औपचारिक रूपमा उद्घाटन गरी सुरुवात गर्नुभएको हो। ट्राफिक सप्ताहको सुरुवात गर्दै प्रमुख जिल्ला अधिकारी पाण्डेले जाने बुझेकै मान्छेबाट ट्राफिक नियमको पालना नगर्ने गरेका कारण दुर्घटना बढी हुने गरेको पाइएकोले सबै मिली ट्राफिक नियम पालना गर्नुपर्नेमा जोड दिनुभयो। कार्यक्रममा स्थानीय जनप्रतिनिधि, यातायात व्यवसायी, विद्यार्थी, सुरक्षाकर्मी, पत्रकार लगायतको सहभागिता रहेको थियो। त्यस्तै जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी उपरीक्षक यादव ढकालले सवारी दुर्घटना न्यूनीकरण गर्न सबैभन्दा महत्त्वपूर्ण कुरा ट्राफिक सचेतना बढाउनु आवश्यक रहेकोमा जोड दिनुभयो। प्रहरी उपरीक्षक ढकालले सवारी दुर्घटना न्यूनीकरणमा ट्राफिकको मात्रै भूमिका हुन्छ भनेर सोच्नुभन्दा सबै मिलेर सवारी दुर्घटना न्यूनीकरणमा लाग्नुपर्नेमा जोड दिनुभयो। नवलपुरमा यस आर्थिक वर्षमा हालसम्म 79 वटा सवारी दुर्घटना भएको छ। त्यसमध्ये 39 जनाले ज्यान गुमाएका छन् भने 136 जना घाइते भएका छन्। गत आर्थिक वर्षमा 135 वटा सवारी दुर्घटना हुँदा 46 जनाको मृत्यु भएको थियो भने 157 जना घाइते भएको जिल्ला ट्राफिक कार्यालय नवलपुरका प्रहरी निरीक्षक जनकराज बन्दराले जानकारी दिनुभयो। त्यसैगरी प्रहरी निरीक्षक बन्दराले सवारी साधनको अनियन्त्रित गति, मदिरा सेवन गरेर सवारी साधन चलाउनु, ट्राफिक नियम पालना नगर्नु जस्ता कारणले बढी सवारी दुर्घटना हुने गरेको पाइएको बताउनुभयो। जिल्ला ट्राफिक कार्यालय नवलपुरले आइतबारदेखि 7 दिनसम्म विभिन्न सचेतनामूलक कार्यक्रम गरी ट्राफिक सप्ताह मनाउँदैछ। पहिलो दिन आइतबार ट्राफिक प्रहरीले सचेतना र्याली सहित ट्राफिक सप्ताह कार्यक्रमको उद्घाटन गरेको हो। जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी उपरीक्षक यादव ढकालको अध्यक्षतामा कार्यक्रम भएको थियो। यसैबीच गण्डकी प्रदेशका 7वटै जिल्लामा सडक सुरक्षा ट्राफिक सचेतना सप्ताह अभियान आइतबारदेखि सुरु भएको छ। ट्राफिक सप्ताह कार्यक्रम 2082 को हलको मान्छेले छ